नेपालमा जग्गाको कारोबार गर्नु भनेको बालुवामा पानी हाले जस्तै हो भनेर बनाएको भिडियोमा एउटा साथीले के कमेन्ट गर्नुभएछ यहाँ माथि पढौँ है। 4 वर्ष अगाडि किनेको जग्गा जहाँको त्यहीँ छ। सुन किनेको राखेको भए आज करोड नाग्ने रहेछ। म त रोएर बसेको छु। धेरै अधिकतम 90% मान्छेको अवस्था र व्यवस्था यस्तै छ। नराम्ताले डुबेका छन्। मेन गरेर चाहिँ दलबहादुरजीको करामत हो यो। दलबहादुरजीको चाहिँ महान कृपाले गर्दाखेरि चारैतिरबाट सञ्जाल बनाएर मान्छेलाई चाहिँ जग्गामा त फाइदा छ, पैसा छ, रातारात हुन्छ, घट्दैन, बढेको बढे हुने चिज हो भनेर मान्छेलाई यस्तो मूर्ख बनाएर सुल्लुम्म डुबाए। अहिले धेरैको अवस्था यस्तै छ। अब कतिले के गरेको छन् भने मैले त 10 लाखमा किनेको अहिले त 15 लाख भएछ भनेर छातीमा हात राखेर बसेका छन्। तर जब बेच्न जान्छन् नि बजारमा 8 लाख नि पाउँदैनन्। अवस्था यस्तो छ। त्यही भएर साथीहरू एकदम होसियार भएर कारोबार गर्नुहोस्। जग्गाको व्यापारमा बहुतै टाँटो बाटो चलाक भएर चाहिँ कागभन्दा चलाक भएर काम गर्नुपर्ने अवस्था छ। विचार गरेर कारोबार गर्नु होला। हस्त नमस्ते।